ल गाइस आज चाहिँ कहिले ढेँडो कहिले कुखुराको मासु कहिले माछा खाँदा खाँदा अलिकति धेरै अलिकति रासन पानी सिद्धिएकोले गर्दाखेरि हामी बिहान बिहानै उठेर दादा र म चाहिँ जाँदैछौँ। मुख पनि राम्रो होइन है बाहिर देखिरहेको पनि छैन, मुख पनि राम्रो नहुँदै दादा र म चाहिँ जाँदैछौँ अहिले। सो हामी चाहिँ एकदमै अब एनर्जीको लागि जाँदा जाँदै दुईवटा रेडबुल फोडिहाल्नुपर्छ भाइ। पुरै पीडित पेपर भइरहेको छौँ अहिले चाहिँ। हामी 3-4जनाले हाम्रो रेस्टुरेन्ट सम्हालिरहेको छौँ। हाम्रो आधी चाहिँ जना केटाहरू चाहिँ घर गएर आएको छैन नि त अहिले फिलहाल, त्यही भएर भिडियो पनि हान्नु पाइरहेको छैन। दादा र म बिजोग भइरहेको छौँ। बिचरा दादाको पनि बिजोकै छ, सबै सम्हाल्नु भइरहेछ। सो त्यो भएर भिडियोमा पनि आउनु सकिएको छैन, धेरै दिन भइसकिसक्यो। अनि हामी आज चाहिँ अब जिउलाई पनि यसो मोटिभेट गर्नु गरौँ त होइन। आज पहिलोचोटि दिउँसो हिँड्यो होला है भाइ। पहिलोचोटि धेरै दिन महिना पछाडि नै भनौँ हामी निक्लेर पनि पाएको छ। काम गऱ्यो आयो 12 घन्टा पेलाइ छ काममा, मरत पेलाएर चाहिँ आयो, आइसकेपछि भक्कै सुतिन्छ, त्यति हो। अनि गाह्रो भइरहेछ। दादा र म आज जान्छौँ ग्रान्ड हाइपरबाट सामान चाहिँ गुटुङडुङ उठाउनुको लागि। हाम्रो हाइपर चाहिँ निकै टाढै छ क्या गाइज, त्यही भएर हामी जाँदैछौँ माथि छौँ माथि। सो हामी जाँदैछौँ। यहाँ फेरि पानी परेर आज चाहिँ अलिकति हिजै दादा म रेडी भएको, पानी परेर फेरि फर्केर गएर सुतेको हामी। आज चाहिँ जानै पर्ने स्थिति भयो, किनभने चामक एक गिलास पनि छैन। त्यो भएकोले गर्दा हामी लाग्दैछौँ डेढसी हेरौँ आज हामी कति सामान उठाउँछौँ अहिले। जहिलेको कति धेरै केटीको सामान उठाउँछौँ होइन। सो आज जाँदैछौँ अहिले गाइस। ल हामी हेर्छौँ। मौसम चाहिँ यस्तो छ है यहाँको। वा कस्तो दामी देखिरहेको थियो नि त, दामी देखिरहेको थियो। ल त्यसको हामी जान्छौँ है त। फ्रेस कुखुरा सोध्न हामी पुग्यौँ अहिले चाहिँ। यहाँ कुखुरा पनि हुन्छ तर साह्रै गनाउनु, जिउँदै कुखुरा हुन्छ नि सम्झे। दाजु के कुखुरा हो, ब्रोइलरै हो? आम्मा हो रातो न रातो, यहाँ चाहिँ खतरा रहेछ। पहिला कतिको बनाउनु लाग्यो दाजु भन्नु न, कतिको बनाउनु लाग्यो अरे? 5 किलो कति रुपियाँ? अब ग्रान्ड हाइपर जान्छौँ हामी चाहिँ। यो सोल्टीले बनाउनु कति हो? 4 केजीको 5 किलो। अब हामी यहाँबाट बनाउनु लगाइराखेर हामी ग्रान्ड हाइपर जान्छौँ। यस्तो गर्दा त हामी चाहिँ पारै भइरहेको बबाल, मासु दिन खानै खाँदैन केटाहरूले। लडिलो चाहिँ डरै सामान लिएर आज चाहिँ हामी फर्किँदैछौँ सट्टै ग्रान्ड हाइपरबाट। सोल्टीको उयो नै घरिसक्यो, सोल्टीको त्यसको यो सरी हो त्यो पनि थियो रहेछ नि त। मुनि पनि एक स्टेप हुँदो रहेछ नि त अझै सामान राख्नु लाग्छ देखिनु।